साथी ल भन्नुस् त यो के हो कसले चिन्नु भयो साथी कसैले चिन्नु भएको छ होला कसैले चिन्नु भएको छैन होला साथी ल हेर्नुस् चिन्नु भएका साथीले त चिनिसक्नु भयो साथी यो के हो भनेर साथी म नचिनेको साथीलाई भन्दैछु साथी यसलाई चाहिँ छुई भन्छन् साथी कसैले मुगा छुई सजना यसलाई धेरै थरीको नामले चिनिन्छ है साथी ल हेर्नुस् त म आज चाहिँ दिदीको गाउँ गएको थिएँ दिदीको गाउँमा गएर ठुलो कुरा थियो यसरी काटेर हामीले यसरी सब्जीको लागि यसरी टिप्दै छौं साथी यो स्वास्थ्यको लागि एकदम राम्रो छ साथी अहिले छुईको सिजन हो साथी धरतीको सर्वश्रेष्ठ एक नम्बर सब्जी छुई साथीलाई हेर्नुस् त एकदम राम्रो स्वास्थ्यको लागि अहिले छुईको सिजन चिनेकाले त सबैले खानु भएको छ होला साथी नचिनेकाले चाहिँ यसलाई छुई भन्छन् साथी यो एकदम राम्रो मेडिसिन हो तपाईहरुले पनि खानु होला भन्न चाहन्छु साथी खै कुन ठाउँमा हुन्छ कुन ठाउँमा हुँदैन त्यो त मलाई थाहा छैन साथी तर हामी बसेको नेपालमा चाहिँ हामी बसेको ठाउँमा थिएन साथी अहिले चाहिँ यहाँ उडिसामा चाहिँ कस्तो राम्रोसँग छुई पाइदो रहेछ साथी ल हेर्नुस् त यसलाई चाहिँ छुई भन्छ है साथी यसको चाहिँ चटनी पनि बनाउँछ साथी यसलाई सब्जी पनि बनाउँछ साथी यसलाई धेरै थरीकाले सब्जीहरु बनाएर चटनीहरु बनाएर खाने गर्दछन् साथी यो स्वास्थ्यको लागि एक नम्बर राम्रो मेडिसिन हो पनि भनेर भन्दछन् साथी तपाईहरुले पनि यदि कतै पाउनुहुन्छ भने खानु होला भन्न चाहन्छु मेरा प्यारा फेसबुक साथीहरु बाइ फेरि अर्को भिडियोमा भेटौँला।